नमस्ते नमस्ते साथीहरू, म तपाईँहरूको साथी शिवराज बिका एनकेएसआर विजेटली काठमाडौँबाट निकै नजिक एकदम मनमोहक दृश्य नेपालकै सेकेन्ड पोखरा भनेर चिनिएको शिवपुरी ढाप ड्याम म तपाईँहरूलाई घुमाउन लिएर जान्छु। त्यहाँ बाटो बिचमा के भयो कसो भयो, हामीले कति दुःख पायौँ, के भयो म तपाईँहरूलाई देखाउन लान्छु। कता कता हुँदै जाने त्यो पनि भन्नेछु है। यो चाहिँ हामी म कोटेश्वरबाट निस्कियो, कोटेश्वरबाट बौद्धबाट सुन्दरी जलबाट माथि लागेपछि यहाँनिर चाहिँ यहाँ हामी जो जहाँ म देखाइरहेको छु त्यो भिडियोको अलिकति तल्लो स्टेसनमा चाहिँ एउटा ब्यारेक आउँछ, आर्मी ब्यारेक, जुन चेक पोस्ट निकुञ्ज राष्ट्रिय निकुञ्जको रेखदेख पोस्ट आउँछ। त्यहाँनिर टिकट काट्नुपर्छ। अनि त्यहाँबाट माथि लागेपछि चाहिँ तपाईँको एउटै बाटो छ, कच्ची बाटो छ, अलिकति रफ बनाइरहेको छ। केही समयपछि त राम्रो हुन्छ भन्ने हाम्रो आशा र अनुमान छ। बाटो बनाइरहेको थियो हामी जाँदाखेरि चाहिँ, अनि एकदमै रमाइलो छ। माथि पुग्दाखेरि चाहिँ बिचमा हामीले अलिअलि गाडी पनि खेल्नु पर्यो। धन्न हाम्रो दाइ चाहिँ चिनेकै दाइ हुनुहुन्थ्यो, ड्राइभिङ गर्ने दाइ चाहिँ। निकै रमाइलो पनि भयो बिच बाटोमा। हेर्दै जानु होला, भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेर्दै जानु होला। हामीलाई फलो पनि गर्नु होला है। फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला, युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरी राख्नु होला। विभिन्न रमाइलो ठाउँहरू, रमाइलो इन्टरटेनमेन्ट भिडियोहरू म दिनेछु। साथै तपाईँहरूलाई चाहिँ देशमा भइरहेको समसामयिक विषयको सत्य तथ्य समाचारहरू पनि हाल्नेछु। यदि मेरो कामलाई ठिक लाग्छ भने यसो माया गरेर एउटा भिडियो चाहिँ सेयर गरिदिनु, साथीहरूलाई पनि लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु है। आउनुहोस्, अब बाटो बिचमा के भयो कसो भयो म तपाईँहरूलाई देखाउँदै लानेछु। कहाँ कहाँ पुग्यो यो हामी चाहिँ म तपाईँलाई देखाउन लान्छु। बिचमा हामी हराएको पनि छौँ, एकदम रमाइलो कुरा, हामी हराएको पनि छौँ। बिचमा चारजना बाटो नचिनेर हामी फर्स्ट टाइम गएको, हामी हराएको पनि छ। हामी 4-5 जना हराएपछि अनि पछि हामीले गुगलमा पनि नभेटिएर, नेटले काम नगरेको त्यही टाइममा गुगलले पनि म्यापमा पनि नभेटिएपछि चाहिँ त्यहाँ फोन गरेर सोधपुछ गरेर बल्ल बल्ल आइपुगेछौँ। यति बेला चाहिँ म गाडीमा निधाएको छु, गाडीमा हल्का निधाएको छु। म साथीहरू फेरि रमाइलो गरिरहेको छन्, हल्का साथीहरू रफ पनि बोलिरहेको छन्, त्यही भएर मैले भिडियो म्युट गरेको छु। अनि त्यही हो, अब साथीमा हामी 5 जना चाहिँ अजय दाई, च्याङबा, विपिन लामा, अनि निकेश मगर, अनि हामी 4-5 जना छौँ। म तपाईँहरूको साथी भइहालेँ। बाटो बिचमा एकदम रमाइलो छ। निकुञ्ज कटेल जानुपर्ने, त्यहाँ चराचुरुङ्गीको आवाजले एकदम मनै शान्त बनाउने है। अब विभिन्न जनावरहरू पनि देख्न पाइने रहेछ। निकुञ्जबाट कटेल जानुपर्ने, फर्किँदाखेरि चाहिँ हामीले फेरि उता यो गुर्जे भन्ज्याङ हुँदै फर्केका थियौँ हामी। एकदमै रमाइलो भएको थियो। त्यहाँको लोकल सुकुटी मासु, ओहो, अनि त्यहाँको लोकल चामलको भात, कुरा नगरौँ। म सबै देखाउँछु, हेर्दै जानु होला है त। च्याङमा सर, तपाईँ अहिले कहाँ जाँदै हुनुहुन्छ? नेपालको सेकेन्ड ठाउँ त नेपालकै काठमाडौँको नेपालकै आदरणीय दर्शकबिन, आजको दिनमा छानी हामी आइबुङ
अब अरू भने त्यस्तै हो यहाँ फोन आएको छ होइन यस्तो घाम लागेको क्या एकछिन घाम लाग्यो कि यत्रो त फाइनली होइन आइपुग्यो शिवपुरी ड्याम यो चाहिँ एकदम इजी काठमाडौँबाट एकदम नजिक मनमोहक दृश्य एकदम रमाइलो छ है आउन पनि धेरै सहज छ साइड साइडमा लाली गुराँस फुल्ने तर यहाँ चाहिँ मान्छेहरू टिभी यो चाहिँ शिवपुरी हामीले बाटो पुरै रफ्छ यो प्रकृतिले दिएको सम्पत्तिको अवलोकन गर्न आएका छौँ टुरिस्टहरू पनि छन् बस्छन् अझै निहुरेर हिँड्नु पर्ने रहेछ होइन के अरे आजको यात्रा होइन अचानक बनेको यो प्लान यो डाँडामा सबैभन्दा माथि डाँडामा यस्तो मनमोहक दृश्य छ ल्याम्फेङ ल्याम्फेङ बोर्ड हो केटाहरू बाई बाई यस्तो छ होइन हामी कति लगभग हामी यो धेरै उचाइमा छौँ अब भन्न चाहिँ सकिन्न कति धेरै माथि हो हिँडेको बिजुली बालेर अब ड्यामको अवलोकन गरिसकेपछि हामी चाहिँ अर्को बाटो जाऊँ भनेर 5-6 जनै हामी साथीहरू सल्लाह गरेर अर्को बाटो फर्केका थियौँ तर यहाँ आइपुगेपछि चाहिँ हामी बोर्डरमा आइपुगेछौँ सिन्धुपाल्चोक नुवाकोटको बोर्डरमा आइपुगेछौँ बाटै बिर्सियौँ अब कता जाने नै थाहा भएन काठमाडौँ कता पुगिन्छ थाहै भएन हराइएको अवस्था हामी हरायौँ ढकमक्क हेर टिप्ने मान्छे छैन ठाउँ चाहिँ ऊ जाति बल्ल पिस भेट्यो सही पिस भेट्यो हामी हराएको थियो बल्ल पिस भेट्यो तै पनि पिस भेट्यो नि अब कहाँ आगो हो थाहा छैन त्यो
ब्रिज पनि पछि आइयो कता आइयो थाहा भएन मनै शीतल भयो यार हराएको थियो होइन यताबाट टक्क यहाँबाट हराएको थियो अब यहाँ आएर चाहिँ अब सोधेर अब हामी निस्किने हो त्यहाँ माथि ड्याममा त्यो चिसापानी ड्याममा रहेछ यो हाम फाल्टो भएर पो हिँड्छ यो त हाममाले मर्छु भन्दै थियो बल्ल बल्ल भेटेर लिएर आएको ए उयोलाई सितार लिने अल्फा साबुन हामी चाहिँ त्यहाँ स्थानीय वासीहरूलाई सोध्दै खोज्दै पिच रोड भेटेपछि अनि तल झऱ्यौँ अनि खोलेगाउँ हुँदै छहरे निस्क्यौँ अनि छहरे निस्केपछि त्यहाँनिर मनमोहक दृश्य त्यहाँ सूर्यचौर छहरे पुगेनौँ हामी छहरे भन्दा अनि एउटा सूर्यचौर जुन बाटो तल झरेपछि गुरुङ गाउँ र उसको बिचमा तल पुगिने रहेछ अनि यो सम्बन्धित ठाउँमा चाहिँ पुग्यौँ अनि त्यहाँको दृश्यको अवलोकन गर्दै अब मनले मानेन भिडियो खिच्दै गयौँ अनि गुरुङ गाउँको मासु भात खोइ सुक्टी चाहियो सुक्टी खाँदैछ त्यही हाल्नु नि त्यही अरू पठाइदिनु खाने चारवटा खाना भयो एउटा सुकुटी चिउरा होइन अनि सुकुटीमा ल्याइदिनु त्यो खाँदैन रे अघि नखाने भने हो क्या दाइ त्यसले खाँदैन भने तपाईँलाई ठुलो चिउरा माग्दैछ
आजको खाना चाहिँ धेरै पछि लगभग वर्षौँपछि मेरो जुङ्गे दाई अनि अज दाई च्याङबा अनि लिखेस त्यो जुस खाने चाहिँ अनि मेरो दाई हामी चाहिँ यहाँ खाना कति रे 50 दुईटाको एक मुठाको एक मुठाकै फोन पे हुन्छ फोन पे ल हुँदैन म त यहाँ चेपमा छु कसरी निकाल्नु म कसरी निकाल्ने यहाँबाट अनि तपाईँको नाम के चर्चित चर्चित मान्छेको लाली गुराँसको रेसिपी त्यसै चर्चित ल दुईवटा त किन्नुपर्छ अनि यो चर्चित भाइले कति पर्छ दुई यो चाहिँ ठिक हो 100 रुपियाँ र 100को तिनवटा दिनुहोस् न तिनवटा दिनुहोस् त दाइले दुईवटा मात्रै देऊ भन समात्नु नि ल अनि चर्चित र अर्को नाम के अरे आकाश ल हामी गयौँ ल पछि आउँछु है ल बाई बाई ल बल्ल बल्ल काठमाडौँ प्रवेश गरियो हामी 4 घन्टा हराएर बल्ल बल्ल 4 घन्टा प्रवेश हराएर काठमाडौँ शीतल भयो केटाहरूको मन खुसी त्यो बाइकको उयो फिल हुन्छ कुन चाहिँ एटक दाइ